नेपालको आउँदो चुनावलाई लिएर एउटा निकै नै रोचक प्रक्षेपण बाहिर आएको छ, जसले अहिले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ। आज हामी त्यही प्रक्षेपणको भित्री कथा के हो त्यसलाई अलि गहिराईमा गएर केलाउनेछौँ। 67 यो केवल एउटा नम्बर मात्रै होइन, यो त त्यो सङ्ख्या हो जसले नेपालको राजनीतिमा एउटा तरङ्ग नै ल्याइदिएको छ। एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रक्षेपण अनुसार आउँदो चुनावमा एउटा प्रमुख राजनीतिक दलले जित्ने सिट सङ्ख्या हो यो। तर प्रश्न उठ्छ, आखिर यो 67 को आँकडा आयो कहाँबाट? यति ठूलो दाबी, यसको पछाडिको आधार के हो त? ल अब यसैलाई अलि खोतलेर हेरौँ न। यो प्रक्षेपण गरेको IRHOS नामको एउटा स्वतन्त्र अन्तर्राष्ट्रिय संस्थाले। उनीहरूको विश्लेषणले के भन्छ भने आउँदो 2082 साल फागुन 21 मा हुने चुनावमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फका 165 सिटमध्ये 67 सिट जित्नेछ। यो त निकै ठूलो अनुमान हो, होइन र? त्यसो भए यति ठूलो प्रक्षेपणको आधार के रहेछ त? RIHOS को रिपोर्ट हेर्ने हो भने उनीहरूले खास गरी 3वटा मुख्य स्तम्भमा टेकेर यो कुरा भनेका छन्। अब पहिलो स्तम्भबाटै सुरु गरौँ, नेतृत्व र एकता। यो स्तम्भभित्र पनि रिपोर्टले 3वटा कुरामा जोड दिएको छ। पहिलो त प्रचण्डको गतिशील, भन न डाइनामिक नेतृत्व। दोस्रो, साना साना 13वटा दल मिलेर बनेको एउटा बलियो एकता। अनि तेस्रो, डाक्टर भीम रावल जस्ता केही प्रभावशाली नेताहरू पनि पार्टीमा जोडिनु। रिपोर्टको तर्क के छ भने यी सबै कुराले पार्टीलाई भित्रैदेखि एकदमै बलियो बनाएको छ। अब जाउँ दोस्रो स्तम्भतर्फ, त्यो हो पार्टीको स्पष्ट नीतिगत अडान। किनभने नेतृत्व जति नै बलियो भए पनि जनतालाई आकर्षित गर्नका लागि त एजेन्डा पनि उत्तिकै स्पष्ट हुनु पर्यो नि, होइन? यहाँनिर रिपोर्टले 2वटा मुख्य नीतिलाई हाइलाइट गरेको छ। पहिलो, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा। यो त नेपालमा लामो समयदेखि चलिरहेको बहसकै विषय हो। अनि दोस्रो, भ्रष्टाचार विरुद्ध एकदमै कडा अभियान चलाउने प्रतिबद्धता। यो भ्रष्टाचार विरोधी अडानबारे रिपोर्टले एउटा रमाइलो कुरा भनेको छ। यसलाई 2 तरिकाले हेरिएको छ। एकातिर प्रचण्ड पहिले प्रधानमन्त्री हुँदा चालेका कदमहरूलाई प्रमाणको रूपमा देखाइएको छ, अनि अर्कोतिर अब भविष्यमा भ्रष्टाचारको स्वतन्त्र छानबिन हुनुपर्छ भन्ने मागलाई पनि आधार मानिएको छ। भन्नुको मतलब विगतको काम पनि देखाइयो, भविष्यको बाचा पनि गरियो, दुवैलाई एकै ठाउँमा जोडियो। अब आयो तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण स्तम्भ, मतदातासँगको सम्बन्ध। आखिरमा नेतृत्व र नीति जति सुकै राम्रो भए पनि त्यसलाई भोटमा बदल्न त जनतासम्म पुग्नै पर्यो, त्यसमा पनि खास गरी नयाँ पुस्तासम्म। एउटा हेर्दा सामान्य लाग्ने तर निकै महत्त्वपूर्ण कुरा हो चुनाव चिन्ह। रिपोर्टका अनुसार पार्टीको तारा चिन्ह एकदमै सरल छ र मानिसहरूले सजिलै चिन्छन्। यसले गर्दा साधारण मतदातालाई पनि भोट हाल्न सजिलो हुन्छ। अनि अर्को एउटा निकै शक्तिशाली वाक्यांश प्रयोग गरिएको छ, जेनजी विद्रोहको समर्थन। यसले के सङ्केत गर्छ भने पार्टीले अहिलेको युवा पुस्ता यानि कि जेनजीको असन्तुष्टि र उनीहरूले खोजेको परिवर्तनलाई आफ्नो पक्षमा ल्याउन खोजिरहेको छ। यो एक किसिमले पुरानो राजनीतिप्रतिको विद्रोहलाई समर्थन गर्नु जस्तै हो। त्यही विद्रोहको समर्थनलाई व्यवहारमा उतार्न पार्टीले एउटा रणनीति लिएको देखिन्छ। त्यो के हो भने पुराना स्थापित नेताहरूलाई भन्दा पनि युवा र लोकप्रिय अनुहारलाई उम्मेदवार बनाउने। यो त परम्परागत राजनीतिभन्दा ठ्याक्कै उल्टो बाटो भयो, जसले नयाँ भोटरलाई तान्ने सम्भावना धेरै हुन्छ। र रिपोर्टले त केसम्म दाबी गर्छ भने यो रणनीतिको असर देखिन थालिसक्यो। युवा पुस्ताका लिडरहरू र आम युवाहरूमाझ पार्टीप्रति झन्डै 100% नै सकारात्मक धारणा छ रे। अब यो प्रक्षेपणका लागि त निकै बलियो आधार भयो नि। ल त्यसो भए यी सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा त्यो 67 सिटको प्रक्षेपणको मुख्य आधारहरू के रहेछन् त? एकचोटि सरसर्ती हेरौँ। संक्षेपमा हेर्दा IRHOS को तर्क 3वटा मुख्य कुरामा टिकेको छ। पहिलो, नेतृत्व र एकता, जसमा गतिशील नेता, 13 दलीय एकता र प्रभावशाली नेताहरूको आगमन जस्ता कुरा छन्। दोस्रो, नीतिगत अडान, जहाँ प्रत्यक्ष निर्वाचित कार्यकारी र भ्रष्टाचार विरोधी अभियानको कुरा छ। र तेस्रो, मतदातासँगको सम्बन्ध, जसमा लोकप्रिय चुनाव चिन्ह, जेनजी समर्थन र युवा उम्मेदवारको रणनीति समावेश छ। यही 3वटा पिल्लरले मिलेर त्यो 67 सिटको जग बनाएको देखिन्छ। यो विश्लेषणले हामीलाई प्रक्षेपणको पछाडिको कारण त देखायो, तर
सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न त अझै बाँकी नै छ। के रिपोर्टको कागजमा देखिएका यी बलिया तर्कहरू वास्तविक चुनावी मैदानमा सफलतामा बदलिएलान् त? यो एउटा यस्तो प्रश्न हो जसको जवाफका लागि सायद हामी सबैले भविष्य नै पर्खिनुपर्छ।